हेलो साथीहरू, सबैजना स्वागत छ फेरि मेरो ब्लगमा। अनि आज चाहिँ पुरा गरम छ सिलगढीमा। आज घामले तातेर पानी कम भनेको पानी पनि तातो रहेछ। माथि ट्याङ्की छ नि त लाभलको, तातो भएर पानी खाने पानी पनि तातो उमालेको पानी जस्तै। गरमले साह्रो छ। दोकान चाहिँ पर छ, अब त्यहीँ जाँदैछु म। अस्ति यहाँ हिल्लो थियो, अहिले सुक्खा भएछ। पानी अस्ति पराएको थियो नि त, हामीले सुक्खा भएछ। फाइनली बल्ल दोकान आइपुगेँ। 10 रुपियाँ 2 पानी अस्ति छ। गरममा चिसो पानी बोकेर हिँडेलो म चाहिँ हिँडेको अल्छी लाग्दा। यस्तै छ जिन्दगी, पानी खाँदै बस्ने गरममा। है बस्ने चाहिँ जग्गा है चम्पासरी, हाम्रो तल फ्लोरमा बस्छ। हामी चाहिँ तल फ्लोरमा, अनि म चाहिँ यहाँ छु। गरमले अवस्था भइरहेको छु। म बल्ल घर आइपुगेँ र अब भित्र जान्छ। बाहिर साह्रै गरम छ, भित्र फ्यान छ कि अलिक शीतल छ। तिनवटा पानी। र आजको खाना चाहिँ के हो भने, हाम्रो दादाले के बनाउनु भएछ, भेनाले न्युटेला बनाउनु भएछ। न्युटेला र भात, अनि उयो के भन्छ सुप पनि बनाइरहेछ, दाल। अब चाहिँ आरामको चाहिँ पानी खाँदै बस्छु।